हेलो गाइस अनि आज चाहिँ हामी साथी घर छ हैन साथी घर छ अनि आज चाहिँ हामी पार्टी गर्न लाग्यो के को पार्टी भन्दाखेरि हेर्न सक्नुहुन्छ आँप अनि चटपटे हैन दारु खाने ब्रान्डेड दारु अनि एकछिनपछि दारुहरू नै आउँछ बियर यताउताहरू ब्रान्डेड खालको के पुरै विदेशी आज पुरै झ्याबहरू सुत्ने हैन अब भन्छ त केटाहरू यो छ जनी आयो सेकेन्ड थर्ड मैले खाँदैन गाइसहरू मलाई चाहिँ भित्र गर्ने अझै हल्का संस्कारी नै हो सोच अझै हल्का सोच नै हो हैन मैले छुट्यान छुट्यान यसले चाहिँ खान्छ यसले यो चाहिँ तोप हो कि खतरा तोप गाजा त सबै खान्छ अहिले कस्तो हैन सुरुमा छिरे थिए नि पुरै गाजा तपाईहरुलाई चाहिँ के चटपटमा यस्तै आउँछु ल 2 hours later साथीहरु चटपट बनाएर तयार भइसक्यो अनि हाम्रो केटाहरुले खाइराछ कस्तो छ केटाहरु भन्दै त्यसरी म चाहिँ खान लाग्यो हैन खराब छ भन्दा नराम्रो लाग्छ भएर तर मिठो छ मिठो छ नि अब हल्का यहाँ के एड गर्नुपर्छ हैन जस्तो कि खुर्सानी हैन खुर्सानी हाले केटाहरु हल्का हाल्नु नि यार हल्का नुन हाल्ने हल्का नुन अघि ल्याएको थिएँ नि अमृत मात्रै भयो खुर्सानी काटेर खाँदा यता चाहिँ नुन नभएर नुन एड गर्दैछ हैन यतिकै हाल्ने यो त अनि अहिले मैले भनेको कुरा चाहिँ त्यो हल्का गलत होइन त्यो सही होइन उनीहरूले केही खाँदैन कि यहाँ छ सोझो हाम्रो ग्याङ हो अनि टाढोमा ग्याङ अरू थाहा भयो नि त हामी लास्ट सोझो हो कि केही खाँदैन हाम्रो ग्याङहरूले केटाहरूले चल्छ केटीहरू मेन चाहिँ हो जिस्काउने सुधर जाओ सुन लो मेरी बात ठीक है थोड़े मैनर सीख लो एथिकेट सीख लो तमीज सीख लो और अपना काम धंधा ढूंढो कोई ठीक है ये क्या है के हो नि त यो के हो नि त अब अझै हामी खान जाँदैछु छिटो बना केटाहरू मोलमाल भइरहेछ यहाँनिर पानी आइसक्यो मुखबाट त्यसमा चाहिँ कहाँबाट थाहा छैन त्यसको चाहिँ को त्यो को भन्दा एकचोटि को भन्दा खाम बसेर खान्छ हेलो गाइस अनि अब चाहिँ हाम्रो चटपट बनाएर तयार भइसक्यो हामी खाना लाग्यो ल हामी त चौधरी पत्र कब्रो
मजाले खाएर उठ्छ कि होइन किनकि मलाई मिठो लागेन कि हेर्नु न यहाँ यति बाँकी भएर खान्छ त नि तेल मिठो लागेन त्यही भएर मैले खाएर छोडिदिएर यत्रो खाएर यसले आधी जति एक्लै खायो त्यही भएर खाएर गयो हच्चा भनेर गाई तपाईँहरू देख्नु भइरहेको होला माने हामीले कस्तो छ गाई साथीहरू भनेर एकदम बेकार छ कि मिठो आँप हाल्यो भएर अरूको ठाउँमा हेर्नु चिकन चटपट पाउँछ तर हाम्रोमा चाहिँ आँप चटपट हो फेरि चिकन साथै चटपट के अरे आँप आँपसित जान्छ नि त कुखुरा महँगो हुन्छ अनि आँप जतातिर पाइहाल्छ यता यही जङ्गल आउँछ कि यही जङ्गल छ हेर्न सक्नुहुन्छ उयो आँपको बोटै बोट हो यिनीहरू सबै उ त्यो कटहरको बोटहरू छ यहाँनिर कागतीको बोट कागती नि हामीले यहाँबाट ल्याए खुर्सानी नि यहाँबाट ल्याए आँप पनि यहाँबाट ल्याए जङ्गलबाट कटहर हेर्न सक्नुहुन्छ त्यहाँनिर हुन्छ घर कहाँ भयो नि हो यस्तो तपाईँहरूलाई त्यति भन्दा मैले